युके अप्लाई गरिदिनुहुन्छ भने यो कुराहरू मिस गर्दै नगर्नु। हेलो एन्ड नमस्ते एभ्रिवान, आई एम मोहन भट्टराई फ्रम सर्च एजुकेसन नेपाल, वर्किङ एज अ सिनियर काउन्सिलर फर युके। युके जाने सोचमा हुनुहुन्छ तर डकुमेन्ट र प्रोसेस के कसरी गर्ने कन्फ्युज हुनुहुन्छ भने टेन्सन नलिनुहोस्। आज हामी यो भिडियोमा युकेको पुरा डकुमेन्ट चेकलिस्ट एकदम सजिलो र क्लियर तरिकाले भन्न गइरहेको छौँ। फर्स्ट स्टेप रहेको छ युनिभर्सिटीमा अफर लेटर अप्लाई गर्नको लागि, र अफर लेटर निकाल्नको लागि हजुरलाई के डकुमेन्ट्स चाहिन्छ। जुनमा हजुरले यदि ब्याचलर्स गरिदिनुहुन्छ भने 10 र 12 को हजुरको एकाडेमिक्स, र मास्टर्सको लागि गरिदिनुहुन्छ भने 10, 12 र ब्याचलर्सको एकाडेमिक्स, र एकाडेमिक्समा पनि हजुरको मेनली भनेको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अथवा डिग्री सर्टिफिकेटको आवश्यकता छ। र त्यसपछि हजुरको पासपोर्ट, हजुरको अपडेटेड सिभी, लेटर अफ रिकमेन्डेसन जुन चाहिँ 2टा चाहिनेछ, हजुरको आइएलटिएसको स्कोर अथवा मिडियम अफ इन्स्ट्रक्सन एमओआई लेटर भए हुन्छ, हजुरको एक्सपिरियन्स लेटर, र यदि डिपेन्डेन्टको लागि गरिदिनुहुन्छ भने म्यारिज सर्टिफिकेट, एसओपीको पनि आवश्यकता रहेको छ। सो अफर लेटर अप्लाई गरिसकेपछि सडन युनिभर्सिटीमा चाहिँ हजुरले इन्टरभ्यू पनि दिनुपर्ने हुन्छ, अथवा कसैकोमा चाहिँ हजुरले फी पेमेन्ट भएपछि इन्टरभ्यू दिनुपर्ने रहेछ। अफर आइसकेपछि नेक्स्ट स्टेप रहेको छ कास्ट लेटरको लागि। सो कास्ट लेटर पाउनको लागि चाहिँ हजुरले के डकुमेन्ट सब्मिट गर्नुपर्ने हुन्छ, जुनमा हजुरले स्विफ्ट कपी, फी पे गर्नु भएको रिसिप्ट, टिबी टेस्ट, ट्युबरक्लोसिस जुन चाहिँ आइओएमबाट हुनेछ, र फाइनेन्सियल डकुमेन्ट। र फाइनेन्सियल डकुमेन्टमा पनि हजुरले सेभिङ अथवा एजुकेसन लोन देखाउन सक्नुहुन्छ। र सेभिङ देखाउँदै हुनुहुन्छ भने चाहिँ हजुरले सडन अमाउन्ट अथवा लिमिट एक्सपेन्सेस प्लस रिमेनिङ ट्युसन फी चाहिँ हजुरको अकाउन्टमा 28 दिनको लागि होल्ड हुनुपर्छ। र यदि एजुकेसन लोन गरिदिनुहुन्छ भने लोन स्याङ्सन लेटर अनुसारले हजुरको डिस्पर्स आफ्टर भिजा एन्ड बिफोर ट्राभल र सँगसँगै नो कन्डिसन हुनुपर्ने छ। सो कास्ट लेटर पछिको सबभन्दा नेक्स्ट इम्पोर्टेन्ट स्टेप रहेको छ भिजा लजमेन्ट। र भिजा लज गर्नको लागि के डकुमेन्ट चाहिन्छ, हजुरको पासपोर्ट, हजुरको भिजा अनलाइन एप्लिकेसन फर्म, बिएफएस अपोइन्टमेन्ट फर्म, भिजा फी, इन्सुरेन्स, अल एकाडेमिक्स, टिबी टेस्ट, कास्ट लेटर, इङ्ग्लिस टेस्टको रिजल्ट र फाइनेन्सियल डकुमेन्ट। सो भिजा फी रहेको छ हजुरको 524 पाउन्ड, र इन्सुरेन्स रहेको छ 776 पाउन्ड पर इयर। एडिसनल इन्फर्मेसन, यदि हजुर अन्डर 18 एज हुनुहुन्छ भने हजुरको प्यारेन्ट्सको कन्सर्न लेटर, रिलेसन सर्टिफिकेट र बर्थ सर्टिफिकेटको आवश्यकता छ। र डिपेन्डेन्ट एप्लिकेसन हुनुहुन्छ भने हजुरको आफ्नो टिबी टेस्ट, म्यारिज सर्टिफिकेट, हजुरको पासपोर्ट र ब्याङ्क ब्यालेन्स देखाउनु पर्ने रहेछ। सो हजुरको लिमिट एक्सपेन्सेस इनसाइड लन्डन हो भने 13,761 रहेको छ भने आउटसाइडको लागि 10,539 रहेको छ। सो अब युकेको लागि प्लान गरिदिनुहुन्छ भने डु भिजिट सर्च एजुकेसन नेपाल, लोकेटेड एट 3rd फ्लोर बन्दीपुर बिल्डिङ, पुतली सडक, काठमाडौँ।